पिसाइ हुँदैछ नि ड्याङ हो केटाको इट्स रोलिङ साउन्ड अब चाहिँ फेरि ब्याक टु युनिफर्ममा हो यता हैन हिँड्न लुङ्गा रात गर्नु टाउन प्रोडक्सन को टिमसँग मिलेर है उहाँको नेतृत्वमा पछि न्याच टिलिक टल्काउँदैछ So hello and good afternoon guys from Sinji, Kalimpong. So it's me Paulden Tamang and once again welcome back to my YouTube channel. It's your Just League Vlogs. So guys, आज day 3 shooting day. So हामी जाँदैछौँ यहाँनिर यस्तै पोका पौँठी बोकेर सबै यो चाहिँ फर्स्ट डे आएको बाटो हो हामी यहाँनिर जाँदैछ दुईजना अरू दुईजना चाहिँ माथिबाट आउँदैछ आज अलिक कम्ती छ हाम्रोमा आर्टिस्टहरू पनि आर्टिस्ट दुईजना हो तर हाम्रो क्रू मेम्बर चाहिँ कम्ती छ भन्नु मतलब अब बिहाइन्ड द सिन्स कन्टिन्यू अहिलेसम्म गाइस आइपुग्यो लोकेसन हाम्रो सधैँको घरमा यहाँनिर गरम चाहिँ गरम छ नमस्ते बजु दामी 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 अर्को पनि छ टोपी त आज चाहिँ खास देखेँ नि त म यहाँनिर मान्छेहरू हिजो हाले हेलो चाहिँ निकाल्नै बिर्सेछ माथिको त यो फोनमा आउँछ हो अन्त तपाईँले फेरि दिइराख्छौँ यहाँनिर चाहिँ पहिलाको अब सँगै हामीसँग काम गरी हिँड्ने मान्छे अहिले चाहिँ विदेशी भएको छ हो यहाँनिर छ चाकर ऊ हो ओठको छेउ कोठी मात्रै हेर्दैन ल भाइ चेन्जिङ र डे 3 को स्टार्टिङ सुट स्टार्ट भइसकेको छ अब यहाँनिर टक्क त्यही फर्स्ट सिनकै अस्तिकै यहाँबाट यहाँनिर चाहिँ आज कम्ती छ मान्छे क्रू हेर्नु म त्यो फर्स्टको अस्ति फर्स्ट डे 1 मा अब जुन हामीले मिस्टेक गर्छ त्यही भएर जान्छ कन्टिन्यू यस्तै अब आज चाहिँ टेकरमा कुखुरा सुक्खा आयो भने केही छैन नो प्रब्लम वाइटमा रहेछ नि And action. विन्टर हो नि त विन्टर डे 3 को सेवारो ओपनिङ टेक चाहिँ अब भएको छैन यसमा एकछिनमा आउँछ Action. करेक्ट किन त होल्ड भयो क्यामेरामा हेर्यो बहिनी यहाँनिर चाहिँ हाम्रो अब मास्टर सेफ हाम्रो एमडी अब यता चाहिँ अब प्लस एमडी यस ब्रो एमडी चाहिँ माथलो घरबाट एकछिन हाल न डाइलग भालु
ठिकै आयो अलिकति क्लियर हुनुपर्छ बहिनी यही छ यही साउन्ड हेर्नु राम्ररी हेर्नु साउन्ड ल डाइलग हो नि त रोलिङ साउन्ड खै रोल भनेको अनि यस्तो गर म तिमीलाई हेर्नु यस्तो गरेर रोल भन न मलाई कटेक रोलिङ साउन्ड रोलिङ क्यामेरा एन्ड हियर कम्स द एक्सन करेक्ट फेरि रिटेकलाई एकपल्ट यहाँ पिसाइ हुँदैछ चिडेन हो केटाको यहाँ चिकन पाक्दैछ पाकेर म लास्ट हो त जे होस् हाम्रो जे होस् तर कपाल चाहिँ तर सेटिस छ कटाए आजको मेरो हामेसा यस्तो हो अन्त ठिक छ ठिक छ ठिक छ ठिक छ यहाँ त साउन्ड चेकिङ हुँदैछ आम्मा आँखा पुरा धुवा ठिकै छ अब नेक्स्ट सिन नेक्स्ट फेज चल्दैछ नि त यहाँनिर सो त्यस्तै गर्दाखेरि अब चाहिँ यहाँबाट चाहिँ खुकुरी उध्याउँदै गरेको सिन यहाँबाट ल होइन किन लुङ्गा रात पर्नु अम्मै यता फेरि ऊ ओ डिरेक्टर छिटो नौ लो नाङ्लो यसमा राख्नु नाङ्लो चाहिँ बहिनी अनि थाई नाङ्लो लु परो परो पहिला दामी 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 त्यहाँपछि चाहिँ नाङ्लो उयोमा ल्याउनु ल सेलरोटी सेलरोटी यहाँनिर चाहिँ यस्तो छ कि अब चाहिँ फेरि ब्याक टु युनिफर्ममा हो यता कल्चरल ड्रेसमा अब चाहिँ फेरि सिन यहाँ माथिनिर अन्त यहाँ तल चाहिँ त्यही हो सुसन एक्सन सुतिरहेछ होइन सुतेको भएको छिटो न उठ न टाइम ल्याउ न लु बिस्तारै टाइम लिनु न रेसल स्टार्ट हुँदैछ नि चाहिँ अब बिस्तारै लयो हुन्छ नि त एउटा बिस्तारै फेरि नेक्स्ट टेक हुँदैछ यही सिन हो यहाँनिर रोलिङ साउन्ड रोलिङ साउन्ड फोटो खिचेको सबै बिर्सिँदैछ छ्या सो गाइस म चाहिँ अहिले फोन होइन चार्जिङ हुन्छ नि फोन आजको लागि सबै ऱ्यापअप सबै डे 3 सक्यो सुटिङ पनि अन्त खाना पनि खाइरहेको प्याकअप अन्त सबै सक्यो पनि अन्त खाना पनि खाएको पनि भोकको जसलाई लगिङ गर्नु पाइनँ त्यस्तो छ अहिले खाना खाएर सबैजना रेस्ट गरेर जुस खाँदैछ है प्रोडक्सन हाउस भएको होइन त हाम्रो सुसन खाना चाहिँ दामी बनाएको छ यसले जे होस् फोन पनि आयो मेरो हो अन्त उयो विजेश हाम्रो एउटा डाइरेक्टर यता जे होस् खाना मिठो भएछ हातले मिलाइदिनु न दाममा एमडी भन्नुहोस् न के छ आजको कस्तो लाग्यो तपाईँलाई यता हेरेर हाम्रो चाहिँ लिड एक्टर छ दाजु चाहिँ र हाम्रो अब पहिला पनि खेलिरहेको जीवनको कथामा हो तपाईँले देखेको हो त त्यसमा मेरो बिहाइन्ड द सिन्स थिएन हो मेरो पनि कामले गर्दा बाहिर गएको थिएँ सो ठिकै छ त्यो फिल्म त हेर्नुभयो होला सायद तपाईँहरूले म त लिङ्क त हाल्छु त्यहाँनिर हाम्रो अब्रेक किरण प्रोडक्सन अन्त कहीँ हुनुहुन्छ दाजु हाम्रो मिस्टर विजय थुलुङ राई तपाईँले फेसबुकमा पाउनुहुन्छ हजुर ए बिन्दे गुलुङ के भन्नु ए विजय गुलुङ हाम्रो मेन लिड एक्टर हाम्रो आर्टिस्ट तपाईँलाई अस्तिदेखि पनि भन्दै आएको थिएँ तपाईँलाई कस्ट्युमतिर पनि देख्नुभयो हिजोतिर अघि पनि हो र आज सबैलाई नमस्कार सेवारो सेवान्ने
र विशेष गरी भन्नुपर्दा चाहिँ हामी विगत 3 दिनदेखि लगातार यो हाम्रो सर्ट फिल्म सेवारो नाम भएको सर्ट फिल्ममा हामीले सुट गरिरहेका छौँ र विशेष गरी हाम्रो यो केटाउन प्रोडक्सनको टिमसँग मिलेर है उहाँको नेतृत्वमा यो राम्रो फिल्म बन्न गइरहेको छ है। हामी आउँदो दिनमा यसलाई हामी तपाईँको घर घरसम्म पनि हामी ल्याउनेछौँ, तपाईँले हेरिदिनुहोस् है, जसले गर्दा हाम्रो मसिनो भाइहरू छ है उनीहरूलाई अझै उत्साह मिलोस् भन्ने म चाहन्छु र विशेष गरी म भाइहरूसँग मिलेर अब काम गरिरहेको छु होइन। अब यहाँबाट सबभन्दा सिनियर मै हो। कतिजनाले भन्छ अब त्यसै अब टाइम वेस्ट गरिरहेको भन्छ होइन, तर मलाई त्यस्तो लाग्दैन क्या। म उनीहरूसँग मिलेर उनीहरूमा अब राम्रो राम्रो भाइहरू छ हाम्रो केटाउन प्रोडक्सनको, हाम्रो जस्तो ब्रिजेश भाइहरू भयो है, यहाँ सुसन भाइहरू भयो, हाम्रो पल लेप्चा, अरू पनि मेम्बरहरू छ, पाल्देन भाइ नै भयो है। यो भाइहरूसँग मिलेर काम गर्नु अब कतिले त अब ठुलो मान्छेहरूले नपत्याएको जस्तो गर्छ, तर उनीहरूकोमा चाहिँ त्यो जोस र त्यो कलाहरू छ र त्यसलाई नै मैले पनि साथमा साथ दिँदै है मद्वारा पनि केही कन्ट्रिब्युट हुन्छ उनीहरूको प्रोडक्सनलाई है भनेर चाहिँ म यसरी आएको हो। र राम्रो भएको छ, हामीले हाम्रो बेस्ट, हाम्रो भाइहरूको बेस्ट दिएका छौँ। तपाईँहरूले आउँदो दिनमा तपाईँहरूको घर घरसम्म आउनेछ हाम्रो मुभीहरू। दया गरी कस्तो पाराले हुन्छ हाम्रो प्रोडक्सनको निर्देशकमा तपाईँहरूले हेरिदिनुहोस् भन्ने काइन्डली रिक्वेस्ट गर्दछु तपाईँहरू सबैलाई। धन्यवाद। सेवारो सेवार्ने हाम्रो यता तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यहाँनिर अब यता हाम्रो यता तपाईँहरूको घरमा लोकेसन दिनुभएकोमा। सो त्यही भनेर केही भन्न चाहनुहुन्छ यसको लागि? के भन्नु अब तपाईँहरूलाई पनि धन्यवाद थियो त, के भन्नु अरू त है। हुन्छ अब फेरि यहाँनिर यो एडिटिङ सकेर हामी अब पिक्चर निरिया ल्याएर आउँछ, त्यतिखेर देखाउनुहुन्छ नि तपाईँहरूलाई कस्तो भयो के हो कसो। लाजु लास्ट तपाईँको हजुर सक्यो आज हुन्छ पिक्चर ल्याएको टिलिक टल्काउँदैछ। यतिको हार्डवर्क चाहिँ हुनुपर्छ हो, तर जे होस् अब यतानिर मान्नुपर्छ। तिमीलाई के छ आजको विचार, आजको लास्ट फिनिसिङमा के भयो, के छ भन्नु अन्तिम भन्नु? अब भन्नु के छ, अब यता 3 दिन सुट राम्रो भयो, सक्सेसफुल भयो। अब त्यसमा होइन 3 दिन राम्रो भयो, सक्सेसफुल भयो, आर्टिस्टहरू एकदम राम्रो थियो, मजाको राम्रो भयो है। सबैजनालाई धेरै धेरै धन्यवाद हाम्रो आर्टिस्टहरूलाई। अनि हामी अब यो हस्पिटालिटी धेरै धन्यवाद छ यहाँको बोजूलाई होइन, बोजू एन्ड इन्टायर फ्यामिलीलाई नै नि, फ्यामिली पनि अब सपोर्ट गरिदिनु भयो बोजूले। अनि फ्यामिलीले धेरै सपोर्ट पायो, सपोर्टिभ उनीहरूले गर्दा आज दिनमा त हामीले सक्सेसफुल भयो मुभी। गाउँ ठाउँ समाज हेर्नु सबै राम्रो छ। राम्रो यहाँनिर भन्दाखेरि चाहिँ गैरी गाउँ सिन्जीमा हामीले यहाँ सुट गरेको हो। मजा आयो होइन। अब यही मजा गर्दै पऱ्यो पनि ल टिमलाई पनि धेरै धेरै धन्यवाद। गाली गर्यो, धुलाई भेटे, गाली गर्यो, रिसमा बोल्यो होला होइन, मनमुटाउ केही छैन होला। थ्याङ्क यू सो मच इच एन्ड एभ्री वान, वेल डन, वी डिड इट। कसैलाई के मन मटाउँछ? थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच दा। ओ छ र डाउट। ओ थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। ल एन्ड 1 2 3 इट्स अ झन्डै बिर्सेर है। ल अब चाहिँ उकालो सो गाइस आजको लागि यति नै हो। अब फेरि भेट्दै गरौँ। अब त मेरो अब फाल्टो फाल्टो भइदिनु हुन्छ, अब त हुँदैन घरिघरि एउटा क्लिप। सो आजको लागि यति नै। सो टिल देन टेक केयर, किप वाचिङ रेस्लिङ ब्लग्स। बाइ बाइ।